गाइज आज चाहिँ हामीहरू जाँदैछौँ लङ ड्राइभमा साइकलमा साइकल लङ ड्राइभ यु नो हेलो आई नो यु नो भन्न छैन ल तिमी यस ओ यो पनि सिंगल छैन म पनि हैन उसँग म छु उ सिंगल छ मेरो सिटको पछाडि बस्ने खाली छ है उसँग पछाडि खाली छ कोही छ भने आउनु भ्याकेन्सी खुला छ यता चाहिँ बुक भइसक्यो है दो किडनैपर आ रहे हैं अब मुझे किडनैप करके ले जाएंगे बस किडनैप पनि मलाई किडनैप गरौ न प्लिज प्लिज रोक न मलाई किडनैप गरौ हेलो Who are you? ओए म सम्पत्ति झर्यो सम्पत्ति कति छ भन्दाखेरि म देखाउन चाहन्छु यति धेरै सम्पत्ति दिस इज सम्पत्ति त्यही पनि कानमा हालेको तिमीहरूका होलान् कार लगेर पैसा सैसा जम्मा गरेर ट्रिपमा जाने साथीहरू हाम्रो त साइकल लिएर जाने हो हिँडिने हो आजको हाम्रो घुम्न जाने खर्च भनेको कानमा चाहिँ यही हो हिँडिने हो सम्पत्तिको नाममा दुईवटा साइकल कति घुम्छन् कति हाँस्छन् कति हिँड्छन् जहिले पनि भन्नेहरू यहाँ सुन सक्छौ भने तिमीहरू पनि खुसी भएर देखाऊ घुमेर देखाऊ मान्छे हाँस्नु खुसी हुनु भनेको उसको कला हो बुझ्यौ पीडा दुःख सबको जीवनमा हुन्छ सबको जिम्मेहरू रुन्छौ तर पनि म हाँस्छु नि मलाई हेरेर सिक तिम्रो दिदीहरूबाट तिम्रो दिदीहरूबाट सिक तिमीहरू बुझ्यौ हामीहरूलाई देखेर जेलियस नहो यिनीहरू खुसी भयो भनेर सक्छौ तिमीहरू भएर देखाऊ होइन अनि के अरे बेबो भ्लगर भयो त्यो सुरक्षा केसी तिनीहरू चाहिँ बाइक चलाएर भ्लग बनाउँछन् म छु एउटा साइकल चढेर भ्लग बनाउँछु चलाएर होइन पनि चढेर भ्लग बनाउँछु पछाडिबाट मेरो जिन्दगी म छ साइकलको पछाडि बस्नु पनि एउटा कला नै हो यत्रो सानो सानो बच्चाहरूले साइकल चलाउँछन् मलाई आउँदैन पछाडि बसेर यति कन्फिडेन्टका साथ भ्लग बनाउँछु जब होइन जब गरौँ लभ नगरौँ सरी पनि यस्तो आउँछ भने चाहिँ लभ नगरौँ जोगी बनाऊँ म चाहिँ जोगी महासङ्घको अध्यक्ष ऊ चाहिँ उपाध्यक्ष योलाई चाहिँ अब यसको ब्रेकअप गरेर यसलाई पनि सदस्यतामा लिनुपर्ने छ हामीले होइन यो अहिले आउट अफ सिलेबसमा छ यसलाई सिलेबसभित्र जोड्नुपर्ने छ मजा हो भयो मेरो जस्तै राम्रा साथीहरू हजुरहरूलाई पनि पढाउने यही कामना गर्दछु म जस्तो बनाउँथे साथी कसैले नपरोस् त्यो पनि भन्दछु होइन आज हाम्रो फ्रेन्डसिप 1 इयर होइन फ्रेन्डसिप 1 इयर भन्दा धेरै भइसक्यो फ्रेन्ड भर्सरी तर आज टिकटकले आज दिइरहेको थियो कि फ्रेन्ड भर्सरी भनेर दिइरहेको थियो 1 वर्ष भएछ फाइनली हामीहरू टिकटकमा पनि यो 1 वर्ष 80 वर्ष भएको देख्न पाऊँ 80 हामी 4 वर्ष हुँदाखेरि केक काट्नुपर्छ ल भइहाल्छ नि तर संजोग खरताल यो धनगढीमा यति गर्मी हुन्छ भन्ने थाहा पाएको भए त म घरमा रोई झगडा गरी धनगढी आउँदै थिएन कस्तो काठमाडौँ जान्थेँ आज हामी साइकलमा लङ ड्राइभमा गइरहेको छौँ है गाइस साइकल लङ ड्राइभ त्यो पनि पछाडि साइकलमा लङ ड्राइभमा थाहा नि ड्राइभर मेरो ड्राइभर म तिम्रो प्यासेन्जर तिमी मेरो ड्राइभर म तिम्रो प्यासेन्जर आहा आइसक्रिम ले लो टमाटर ले लो टमाटर अब चाहिँ हामीहरू फाइनली बस पार्कबाट क्याम्पस रोड पुग्यौँ यता मच्छर धनगढीमा यति मच्छर किन आउँछन् भनेको त यही मच्छरलाई देखेर रहेछन् आज थाहा भयो नि मलाई अब हामी लाग्यौँ क्याम्पस रोडको बाटो क्याम्पस त एउटै छ यसलाई किन क्याम्पस रोड भन्छन् पुरै रोड पनि क्याम्पस हो र होइन नि यो त अरू छ क्याम्पस भएको ठाउँलाई क्याम्पस रोड हस्पिटल भएको ठाउँलाई हस्पिटल रोड भनिन्छ भने म बसेको ठाउँको नजिकको रोडलाई अन्जु रोड भन्दा मिल्छ कि मिल्दैन भनिदिउ न प्लिज मिल्छ होला कि मिल्दैन होला भन्न म बसेको ठाउँको रोडलाई अन्जु रोड भन्दा मिल्छ कि नै ओके आजदेखि हामी बस्ने गल्लीको नाम अन्जु रोड के होइन के त्यो अन्जु रोड
अब चाहिँ हामीहरू फाइनली पुगिसक्यौँ कैलाली बहुमुखी क्याम्पस आई मिन केएमसी। को हुनुहुन्छ त केएमसी पढ्ने? यहाँबाट ठ्याक्क यता बढेपछि जान्छ अब जोक्करतालको बाटो। बिचरा थकिसक्यो मलाई बोक्दा बोक्दा। यता बाटो पनि कच्ची भएको ची जङ्गल छ, यता उता चाहिँ गाउँ छ। ठाउँ चाहिँ नराम्रो होइन कि राम्रै हो कि होइन? तर यसले हेर्नु न मेरो त पसिना पसिना भयो अरे म त हाय। के गर्छौ त? म जस्तो मान्छेलाई साथी बनाएपछि यतिको सधैँपर्छ। बसौँ, मलाई ट्रान्सफर गर्ने हो। मलाई ट्रान्सफर गर्ने हो। यो सोच्दैछु कि ल मलाई चाहिँ भगवान्ले गरिब बनायो, म गरिब छु, ओके मैले एक्सेप्ट गर्छु, म गरिब छु, मसँग केही छैन। मेरा साथीहरू पनि सबै गरिब। कसैसँग त हुनु नि एउटा आइफोन हुनु, टक्क आज घुम्न जाउँ भन्दा आइफोन लगेर घुम्न जाउँ, कोही छैन। सबैसँग त्यही हो, सबैसँग त्यही एन्ड्रोइड पनि ढङ्गको एउटासँग होइन। अहिले गरिब भएर के भयो त? पर्सि त आइफोन आउँदैछ नि। सबका सब ग्रुप गरिब हुनुपर्ने यस्तो पनि हुन्छ? भगवान्ले यो कुरामा चाहिँ हामी सबैले यति हो। सम्पत्तिको नाममा योसँग साइकल छ, साइकल लगेर हिँडिन्छ। मसँग त न साइकल छ, साइकल भए पनि चलाउनु सिप पनि छैन। यही हो, पछाडि बस्ने हो, सधैँ पछाडि सधैँ पछाडि सधैँ पछाडि। मेरो जिन्दगी पछाडिबाटै जान्छ, केही छैन। मेरो साथीहरू इट्स ओके, मेरो साथीहरू अगाडि बढुन्, म पछाडि टिक्छु। अब साइकलमा पछाडि बस्नुको पीडा त मैले धेरै सुनाइराख्नु पर्दैन। जसले बसेको उसले भोगेकोहरूले थाहा पाउनु भएको छ कस्तो हुन्छ भन्ने कुरा। त्यही हो, माथि यस्तो कच्ची रोडमा मलाई मात्र थाहा छ कस्तो भयो भनेर, कस्तो हुँदैछ भनेर। त्यही पनि केही छैन। अब पछाडि बस्न दिएछन्, चलाउन आउँदैन, त्यहीमा म खुसी छु। यस्तो राम्रो घर, त्यस्तो लिपेको घर देख्दा त मलाई मेरो घरको याद आउँछ। मेरो घरमा पनि लिप्छु म, यस्तो राम्रो फुल्छ मेरो घरमा, यस्तै फुल्छ। डेस्टिनेसन जे भए पनि मिलाएर बुझ्नु होला। डेफिनेसन त होइन होला, डेस्टिनेसनै भन्छन् नि, भन्न सुने थिएँ, त्यही त हो नि। कमल फुलेर कस्तो राम्रो भएको छ। तर मेरो मोबाइल राम्रो छैन, राम्रो आएर छैन, कसम यस्तो राम्रो। ओ कमल फुलेछ, कोही छ मलाई त्यहाँबाट कमल ल्याएर टिपेर दिने? साँझ पऱ्यो यार आउँदा आउँदा। साथीहरू फोटो खिच्न थालिसके। कमल फुल चाहियो मलाई। यसले मलाई फोटो खिच्न टानिसकेको छ। हामीहरूले भिडियो घटा खिचिसक्यौँ यो दाइको क्यामेरामा। तर हामीसँग क्यास छैन, उसँग वाइफाई छैन, हामीसँग डाटा छैन। के जोखट्टाले हेर्ने। फाइनली रात पनि परिसक्यो। अब चाहिँ फेरि साइकलमा जान ढिला पनि हुन्छ। हामीहरू चाहिँ अब घरतिर दुईवटा फोटो पनि खिचिहाल्यो। दुईवटा होइन, एउटा फोटो एउटा भिडियो। अब चाहिँ बाई बाई जोखट्टाल, हामी फेरि भेट्नेछौँ। म फेरि आउने छु भन्थ्यो। लाटा बिहाका 1000 खान्छ। आज साइकलमा घुम्दा आउने, लङ ड्राइभमा आउने भएर साइकलको चैन पनि खुस्यो। अब जाऊ पर यस्तो प्रोब्लम। राते माथिमा मान्छे काली देखिरहेको छैन होला। यो साइकल पनि यस्तो चलाउँछ कि एरोप्लेन चलाइरहेको छ सोचिरहेको छ होला साइकल हो बहिनी। यस्तो गर्छ। रोक न, यदि भविष्यमा मैले साइकल चलाउन सिक्यो भने तल्लाई रात दिन चलाउँछु, चढाउँछु। घरमा पुग्यौँ हामी फाइनली। बिचरी अहिले उसलाई सजिलो भयो, जाने बेला उसको पालो, आउने बेला यसको पालो। हाई हाई मेरी जिन्दगी। मलाई कस्तो रमाइलो छ। रोडमा बोल्छ पागल रहेछ भन्छन्, नो प्रब्लम। यस्तो के कुरा। नो आइ एम नट ब्लगर। तर मलाई मनपर्छ यसरी बोल्न
मनपर्छ कसैले पागलहरूको देखाउँछ भन्छन् भने त्यही भन्नुहोस् मलाई लाइटिङ सिस्टममा गरेपछि के हुँदैन भन्ने कुरा गोपी हमालको सिटीबाट थाहा पाउन सकिन्छ 2 वर्ष अगाडि म धनगढी आउँदा यो रोड पुरै कच्ची थियो अहिले हेर्नु न पुरै डबल साइड रोड छ कस्तो राम्रो लाइटिङहरू छ सब छ त गरेपछि हुँदो रहेछ त यो कुरा सबैले थाहा पाउन् हाम्रो नेपाल पुरा नेपाल समग्र नेपाल कुनै एउटा काठमाडौँ एउटा धनगढी भन्ने होइन पुरै गाउँ गाउँ बस्ती बस्ती यस्तै विकास भएको म देख्न पाऊँ चाहिँ हामीहरू पुगेका छौँ धनगढीको आई लभ पार्कमा यो चाहिँ अहिले खुलेको धनगढीको आई लभ पार्क हो यहाँ चाहिँ दिउँसो धेरै मान्छेहरू छन् फोटो गर्छन् यता चिसो पनि हुन्छ नि त यता आएर बस्छन् यो चाहिँ धनगढीको क्याम्पस रोडमा छ हजुरहरू पनि धनगढी आउनु भएको छ यदि धनगढी आउनुहुन्छ भने अवश्य आउनु होला राम्रो छ यदि हजुरको घर छैन म जस्तै सुकुम्बासी हुनुहुन्छ भने यता आएर यसरी सुत्न पनि पाइयो होइन अनि यस्तै छ यता बसेर भिख पनि माग्यो अनि दिउँसोभरि मान्छेहरू आउँछन् राम्रै बिजनेस हुन्छ 5 रुपियाँ दियो भने पनि काफी हो काफी आम्दानी राम्रै हुन्छ तपाईँहरूलाई मेरो बिजनेस आइडिया कस्तो लाग्यो कमेन्ट गर्नु होला अब चाहिँ हामी घर जान्छौँ गाइज आजको भ्लग चाहिँ हाम्रो यहीँ खत्तम हुन्छ अब चाहिँ हामीहरू फाइनली रुम पुग्नेवाला छौँ बाई भन नाइ अब रुममा के बनाउने बाई बाई अब चाहिँ 2 घण्टा बाटो थाहा बोल्यो भने होइन यति बोले त्यहाँ माथि चुक्यौँ चाहिँ पक्राएको छु राख्नु सकिसक्यो अब चाहिँ बाई बाई हामीहरू घर पुग्यौँ भित्र यस्तै गर्मी छ बाहिर चाहिँ मस्त हावा चलिरहेको रहेछ हावा खानलाई हामीहरू बाहिर चाहिँ यो नेचुरल एसी चल्दैछ वाउ मेरो कपाल कस्तो उठ्दैछ कति बजे पुग्यौँ 9 बजे पुग्यौँ टाइम नभन् न